केही दिन अगाडि नेपाल सरकारले स्कुलहरू लगायत सरकारी कार्यालयहरूलाई हप्तामा 2 दिन बिदा गर्ने निर्णय गरिसके पछाडि सरकारी कामको हिसाबमा त खासै फरक परेको छैन, तर विद्यालयहरूलाई कम्तीमा 220 दिन विद्यालय कसरी खोल्ने र त्यसमा पनि अझै महत्त्वपूर्ण कुरा 192 देखि 94 दिन कसरी पढाउन सकिन्छ र पाठ्यक्रमले निर्दिष्ट गरे अनुसारको समय पुर्याउन सकिन्छ भन्ने बारेमा चिन्ता अगाडि बढेको छ। यस विषयमा विभिन्न मान्छेहरूको विभिन्न रायहरू राख्दै आएका छन् कि अब एक त वैशाखमा पनि अलि ढिला गरी शैक्षिक सत्र सुरु भएको छ भने त्यसमा पनि बिदाका सबै चिजहरू हेर्ने हो भने शनिबार आइतबार बिदा दिँदा झन्डै 50 दिन बिदा थपिएको छ। र थप्दै गर्दा केहीको विकल्पमा 50-52 दिनलाई व्यवस्थापन गर्दा उनीहरूले यो बिदा बर्खे बिदा र दसैँ तिहार बिचको लामो बिदालाई घटाउन सकिन्छ कि भन्ने राय पनि आएको छ। पाठ्यक्रम विकास केन्द्रका प्रमुख युवराज पौडेल सरले के भन्नुभयो भने हामीले यो करिब 25 दिनको बिदालाई व्यवस्थापन गरेर अगाडि बढ्न सक्छौँ कि भन्नुभयो। तर मलाई के लाग्छ भने हामीले साँच्चै नै विद्यालयमा सुधार गर्ने हो भने विद्यालयमा पनि भाइ बहिनीहरूलाई त्यो 5 दिनभित्रमा हामीले के गर्न सक्छौँ भने 9 बजे विद्यार्थीहरूलाई बोलाउने, 9:30बाट विद्यालय सुरु गरेर हामीले 5 बजेसम्मै विद्यालय सञ्चालन गऱ्यौँ भने यसमा कुनै दिनहरू बिदाहरू थप गड गर्नुपर्ने जस्तो मलाई लाग्दैन। त्यतिकैमा पनि हामीले हिसाब गऱ्यौँ भने 1024 घन्टा पढाउनु पाउने विकल्प चाहिँ छ। त्यसैले यो पनि एउटा विकल्प हो भन्ने मलाई लागिरहेको छ। धन्यवाद।